सम्पूर्ण मित्रजनहरुमा नमस्कार। साथीहरु, मेरो जीवनमा सबैभन्दा ठूला शुभचिन्तक चारजना साथीहरु हुनुहुन्छ। हुन त मैले यो फेसबुक मोनेटाइजन भएपछि लाखौं रुपैयाँ त कमाएको थिइन, तर कतिपय कन्टेन्ट्सहरु मैले यो सामाजिक कार्य गर्दा गर्दै सामाजिक न्यायका या विसङ्गति कुरीति या अब कैयौं आवाजहरु पनि उठाउँछु र प्राय जसो श्रमजीवी नेपाली का आपद विपदका ती विषयहरूलाई मैले साथीहरुको बीचमा सम्प्रेषण गरिरहेको छु। फेरि पनि चारजना साथीहरुले अब कहाँ के अब कन्टेन्ट्स त्यो अलिकति मलाई मन लागेको कुराहरूलाई त्यसलाई शेयर गरिदिँदा चारजना शुभचिन्तक साथीहरुले त्यो फेसबुकमा कम्प्लेन गरेर मेरो मोनेटाइजेसनलाई रोक्ने प्रयास गर्नुभएको छ। उहाँ साथीहरुलाई मैले मेरो हृदयदेखि नै जीवनका सबैभन्दा शुभचिन्तक जीवहरू नै मानेर मैले उहाँहरूले गरेको त्यो उक्त कार्यलाई एकदम हृदय साथ स्वीकारेर उहाँहरूलाई धन्यवाद गर्न चाहन्छु। र कमसेकम साथीहरुले यो भिडियोलाई यति शेयर यति कमेन्ट गरिदिनु होला जो कि जसले मेरो अब कम्प्लेन गरेर मोनेटाइजेसन हुनेबाट त्यो एउटा प्रक्रियालाई रोकिदिएर अहिले अब त्यहाँ प्रक्रिया त्यो अगाडि बढ्न सकेको छैन, उहाँहरुसम्म पनि पुगोस् र उहाँहरुलाई मैले विनम्रतापूर्वक भन्न चाहे तपाईहरुको कन्टेन्ट्स मैले त्यो एउटा पूर्वग्रह मैले कुनै म लालच या त्यस्तोमा आएर होइन, मलाई त्यो मन परेर मैले शेयर गरिदिएँ, तर त्यो मलाई पर्याप्त थाहा पनि थिएन। फेरि पनि हजुरहरु मेरो जीवनको सबैभन्दा ठूलो शुभचिन्तकको धन्यवाद साथीहरु।